Hello everyone, I'm present at this cricket ground in Kirtipur, Kathmandu. As you can see, a match is also taking place here. यो खेलको साथसाथै हजुरलाई यहाँको कामको बारेमा केही जानकारी दिनको लागि मैले यो भिडियो निर्माण कैद गर्दैछु। सो हजुरले देखिसक्नुभयो यो चाहिँ पश्चिमी र दक्षिणी भागमा रहेको यो प्याराफिट निर्माण कार्य एकदमै धमाधम भइरहेको छ। यहाँभन्दा अगाडिको भिडियो र अहिलेको भिडियोमा धेरै फरक देख्न सकिन्छ, हजुरले देखिहाल्नुभयो। अब यो प्याराफिट निर्माणको मोडालिटी अन्तिम चरण ल मोडालिटी निस्किसकेको छ हैन। अब यो सकेपछि यहाँ चेयरहरू राख्ने काम हुन्छ होला सायद। यहाँहरूलाई जानकारी गराए। अब हामी जान्छौँ फ्लड लाइट तर्फ। यो फ्लड लाइट तर्फ म चाहिँ यो 6 नम्बर फ्लड लाइट तर्फ मा आइसकेको छु। यहाँ देख्न सक्नुहुन्छ डन्डी हाल्ने काम भइरहेको छ। सो यो पीपीसी देखि माथिको डन्डी हाल्ने काम भइरहेको छ, हजुरले देखिहाल्नुभयो। र अर्को यो जुन चाहिँ अब अर्को पाँचौं फ्लड लाइट नम्बर 5 यहाँ चाहिँ ढलान भइसकेको छ भने यहाँनेरि प्लेट राख्ने काम हुँदै रहेछ भनौँ। यहाँनेरि अब यहाँ ढलान भइसकेपछि अब यहाँनेरि प्लेट राखेर हैन, नट बोल्टहरू राखेर यहाँदेखि एकचोटि फेरि ढलान भएर यहाँ माथि चाहिँ पोलहरू राखिन्छ। सो यतातिर साइडतिर देख्न सक्नुहुन्छ यो चाहिँ जुन फ्लड लाइटकै लागि लाइन विस्तारको लागि पाइपहरू राख्ने काम भइरहेको छ। यहाँनेरि पाइप राखेर पनि पुरिएको छ भने कोही ठाउँमा पाइप राख्ने तयारीमा हामी देख्न सक्छौँ। सो हामी चाहिँ 4 नम्बर फ्लड लाइट नम्बर 4 मा आइसकेका छौँ। यहाँनेरि देख्नुहुन्छ हजुरले यहाँनेरि डन्डीको काम सबै भइएको छ। सो अब यहाँनेरि ढलान हुने एकदम तयारी अवस्थामा छ, हजुरले देखिहाल्नुभयो। र साथसाथै हामी यो पूर्वी भागमा आइपुगेका छौँ। जुन यहाँभन्दा अगाडि देखाइएको थियो पूर्वी भागमा रहेको जुन चाहिँ भिआइपी बिल्डिङ भनेर यहाँ चाहिँ अहिले यो अवस्थामा काम भइरहेको छ, हजुरले देख्न सक्नुहुन्छ है। सो यहाँनेरि डन्डीहरू धेरै छन्, रेडी अवस्थामा छन् त्यहाँ हाल्नको लागि, हजुरले देखे यो चाङको चाङ। साथसाथै अब त्यसकै साइडमा रहेको यो 3 नम्बर फ्लड लाइट नम्बर 3 मा हामी देखाउँदैछौँ। यहाँनेरि पनि अब पीसीसी भइसकेर यहाँ पनि डन्डी हाल्नको लागि तयारी अवस्थामा हामी देख्न सक्छौँ है। र यसको साथसाथै हामी अब अर्को नम्बर फ्लड लाइट नम्बर 2 मा देखाइरहेका छौँ। यहाँ चाहिँ त्यस्तो कुनै काम अघि बढेको देखिँदैन, यहाँ चाहिँ पहिला जस्तो थियो त्यस्तै हामी देख्न सक्छौँ हैन। अब यसलाई यहाँ पनि यतिको छ। सो केही दिनमा यहाँ पनि डन्डी हाल्ने काम सुरु हुन्छ होला सायद। र अर्को 1 नम्बरमा आइसक्यौँ हामी। अब 1 नम्बरमा चाहिँ जाली डन्डी हाल्ने काम एकदमै सुरु भइसकेको अवस्था छ, हजुरले देखिहाल्नुभयो, मैले देखाएँ हैन। अब सो थ्याङ्क यू हजुरहरू सबैजनालाई अन्तिमसम्म हेरिदिनु भएकोमा। र भिडियो मन परेमा लाइक सेयर कमेन्ट गर्दै गर्नु होला भन्दै आजको भिडियो चाहिँ यहाँ नै हामी अन्त्य गर्छौँ। सो बाँकी अपडेटहरू हेर्दै गर्नु होला।